ओके, आजको भिडियोमा 5 पावरफुल लाइफ लेसन शेयर गर्नेछु जो मैले लास्ट 5 वर्षमा सिके, ताकि तपाईलाई आफ्नो 5 वर्ष लगाउनु नपरोस् यो सब सिक्न। यो लाइफ लेसन्सहरुले मेरो सोच्ने तरिका, मेरो काम गर्ने तरिका र मेरो लाइफलाई हेर्ने तरिका नै चेन्ज गर्यो। लेट्स स्टार्ट। पहिला म यो सोच्थे कि लाइफमा सक्सेस अचिभ गर्न धेरै ठूलो चीज गर्नुपर्छ, जस्तै रात दिन काम गर्नु, हप्तामा 100 घण्टा मेहनत गर्नु। बट अनेस्टली जो यो ठूलो ठूलो ग्रोथ हुन्छ त्यो सानो सानो एक्टिभिटीजले आउँछ जो हामी डेली कन्सिस्टेन्सीका साथ गर्छौं। फर एक्जाम्पल, यदि तपाईले बडी बनाउनु छ भने एक दिनमा 10 घण्टा वर्कआउट गर्नु भन्दा हरेक दिन 1-1 घण्टा वर्कआउट गर्नु धेरै इफेक्टिभ हुन्छ। सेम यस्तै बिजनेस र स्किल्समा पनि हुन्छ। म्याटर यो गर्दैन कि तपाई कति ठूलो काम गर्दै हुनुहुन्छ, म्याटर यो गर्छ जो काम गर्दै हुनुहुन्छ त्यो डेली गर्दै हुनुहुन्छ या हुनु हुँदैन। मैले आफ्नो मेन्टल पिसलाई प्रोटेक्ट गर्न सिके। मैले यो थाहा पाए कि हरेक आर्गुमेन्ट गर्नु वर्थ हुन्न र हरेकको ओपिनियनले मेरो एनर्जी डिजर्भ गर्दैन। त्यसैले यदि कुनै पनि चीज लाइक पर्सन, एक्सन र थट जो तपाईको गोल्स या पीस अफ माइन्ड सँग एलाइन गर्दैन भने इट्स ओके टु लेट इट गो, किनकि समटाइम्स सेइङ नो इज सेल्फ केयर नट सेल्फिश। कति बेला यस्तो फिल हुन्छ है, म काम त गर्दैछु तर अगाडि बढिरहेको छैन, जति मेहनत गरे नि ग्रोथ देखिँदैन। तर यही टाइम हो जब रियल इन्टरनल ग्रोथ हुन्छ, जसले तपाईको माइन्डसेट र थट चेन्ज गर्छ र एउटा स्ट्रङ क्यारेक्टर बिल्ड गर्छ। कुनै पनि चीज टाइम लिन्छ कम्पाउन्ड हुन। जस्ट बिकज आज चेन्ज देखिँदै छैन यसको मतलब यो होइन कि प्रोग्रेस हुँदै छैन। जस्ट ट्रस्ट द प्रोसेस। इन द एन्ड यो रिलेसन नै हुन् जो लाइफलाई मिनिङफुल बनाउँछन्। मैले पर्सनली र प्रोफेसनली रियल र अनेस्ट रिलेसनशिपमा आफ्नो टाइम र एफर्ट इन्भेस्ट गर्न सिके। यस, नेटवर्किङ इज ग्रेट बट कनेक्सन इज वाट ट्रुली लास्ट। त्यसैले आफूलाई यस्तो मान्छेसँग राख्नुस् जो तपाईलाई अगाडि बढ्न पुश गर्छन् र सपोर्ट गर्छन् एन्ड नेभर लुज देम। म पहिला परेशान हुन्थे कि मलाई पर्फेक्ट 5 इयर प्लान चाहियो, तर मैले यो थाहा पाएँ कि जिन्दगी त्यस्तो हुन्न जस्तो हामी प्लान गर्छौं या सोच्छौं। त्यसैले सोचेको जस्तो हुँदै छैन या फेल हुँदै हुनुहुन्छ भने इट्स नट अ बिग डिल। फेलियर इज पार्ट अफ सक्सेस। त्यसैले जे भए नि तपाई सधैँ क्युरियस रहनु, हम्बल रहनु र नयाँ नयाँ अपर्च्युनिटीको लागि ओपन रहनु। भन्छन् नि, द जर्नी टिचेज वे मोर देन द डेस्टिनेसन एभर विल। यदि कुनै पनि लेसन तपाईसँग रेजोनेट गर्यो भने कमेन्ट गर्नुहोस् र तपाईले कुन पावरफुल लेसन सिक्नुभयो लास्ट 5 इयरमा। आई वुड लभ टु लिसन। यदि भिडियो हेल्पफुल लागेमा लाइक शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्यांक्स फर वाचिङ। जय नेपाल।